वरिपरि स्वागत छ मेरो घरमा होइन। आज चाहिँ फेरि हामी गेम खेल्न जाँदैछौँ थाउला। र चाहिँ अस्तिकै हो अलराउन्डर सोहन भण्डारी। अनि आज चाहिँ घामसाम लागेको छ टक्क। आज खेल्न मजा आउने जस्तो छ। अस्तिको गेममा पनि हामी च्याम्पियन भएका थियौँ। आज पनि च्याम्पियन हुने प्लानमा छौँ, हो कि कप्तान? अनि आज पनि हामी च्याम्पियन हुने भन्ने हामीले आशा राखेका छौँ। के हुन्छ, आज पनि टस जितेर हामी ब्याटिङ गर्ने प्लानमा छौँ होइन। कप्तानले त्यही भन्दैछ मलाई अघिदेखि। अब चाहिँ हामी फाफा गएपछि भेडौँला है। फाप्ला इन्टरनेसनल ग्राउन्डमा पुगिसके। अनि उहाँ दाई म्यानेजर दाई गुरु सब आछन्, उहाँ हेर्न सक्नुहुन्छ। रोलिङ सोलिङ गर्दैछन्। फाप्ला ग्राउन्ड पनि हेर्न सक्नुहुन्छ है, बबाल छ। आजको चाहिँ कप्तान हो हाम्रो ओपोनेन्ट टिमको। अनि मेरो पार्टनर आज बलिङ पार्टनर। आज कति विकेट लिने प्लानमा हो त तिमी यार? आज 20 विकेट हो। कति रन हान्ने प्लानमा? आज 9 विकेट पवनले। अरु हो किन पवन? कति रन हान्ने प्लानमा चाहिँ? आज 50 क्रस। 50 हो आज। पहिलो बलमा आउट भएपछि 50 कसरी हान्ने र? पहिलो बलमा आउट भएपछि 50 हान्ने के छ हैन? पहिलो बलमा आउट भए त भइहाल्यो त। केटाहरु चाहिँ जाँदैछन् सबै है फिल्डिङको लागि। के हुन्छ अब केटाहरु? मोबाइललाई स्कोर सकेको छ। अनि हामीले चाहिँ टस हारेर बलिङ पाएको छन्। त्यो 130 रनको टार्गेट दियो। अनि भाइले बलिङ राम्रो गर्यो, सबैले गर्यो। अनि अब चाहिँ सेकेन्ड इनिङको तयारी हुँदैछ। यहाँ केला खाँदैछन् सबै। अनि मेरो जेरी भाइ आज सेकेन्ड बी टिमको होइन भाइ, फेरि जेरी भाइ डेन्जर बलर हो नि, सब फिल्डिङ बबाल। अनि अर्का सी टिमको उपकप्तान, बी टिमको उपकप्तान। केटाहरू यहाँ नास्ता खाँदैछन् सबैजना। अब सेकेन्ड इनिङ सुरु हुन्छ। याबीको बलमा छक्का हान्यो मैले। छक्का हान्यो यार आज, हेर न चुटाइ खायो हैन। अनि सुरु हुँदैछ रविन दाइको भाइ हेर्नुस् गाइस, यहाँ पछाडि ब्याक पलानी हुँदैछ। केटाहरू पलानी गर्दैछ यहाँ। अनि हाम्रो यहाँ ओपनिङ शर्मा कप्तान हो हाम्रो आजको है। ल केटाहरू गइसकेका छन् हाम्रो ओपोनेन्ट टिमहरू फिल्डिङको लागि। अनि हाम्रो यहाँ रेडी भइसकेका छन् हाम्रो ओपनिङ ब्याटरहरू। ल भाइ आज तिम्रो भन तिमी कति रन हान्ने इन्टेन्डेडमा जाँदैछौ विचारमा? भन तिम्रो अनुमानमा कति हान्न सक्छौ आज? 15 भन्दा धेरै जइगयो। ल जाऊ केटाहरूमा फिल्डिङ गइहाल्यो। टर्के आज भोलि बबाल फर्ममा छ होइन। पर्नव हरेक म्याचमा राम्रो हान्दै आइरहेछ होइन टिमलाई। अनि राम्रो स्कोरको लागि पनि हेल्प गरेछ यसले। अब के गर्छ है योमा? अब सायद चौका हान्छ, खै के गर्छ है। डट खायो, वाइड हुन गएको रहेछ बल चाहिँ। ल शर्मा चाहिँ हान्दैछ, अब के गर्ने हो है। शर्मा ओपनिङ आएको छ, के गर्छ केटोले। अनि जेरीले पनि बलिङ राम्रो गर्दैछ। विकेट लगिसकेको छ, जेरीले रन आउट। अब आउँदैछ सोहन भण्डारी वान डाउनमा। रन थियो, त्यो रन थियो, रोकिया हो त्यहाँनिर। I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'm gonna show up and make a statement. I don't ever slow up, no I don't. फर्स्ट गेम जितिसक्यो टिम बी सँग। ए हरुवा टिमहरु यता छ नि, हरुवा टिमहरु सबभन्दा राम्रो खेल्ने यो। अनि एउटा सुदीप भाइ, ए फेरि राइट लेफ्ट आर्म
132 फाल्ने होला बलर घर जाँदैछौँ अनि अब घर गएर भात खानु पर्ने हुन्छ एक थाल भोक लागिसक्यो यार ल भन आयुष के भयो भन्दैछ एउटा कुरो है गेम भनेको के हो भने चाहिँ गेम हो क्या नहाँस्ने यार मोटिभेसनल कुरा गर्दैछ गेम हुन्छ जो प्यासनेट हुन्छ होइन एउटा अर्को गेम कस्तो हुन्छ रमाइलो इन्टरटेनमेन्टको लागि हुन्छ तर सुन कपडलका भाइहरूलाई तोकेर त भन्न खोजेँ होइन तर कपडलका भाइहरूलाई डिसिप्लिन भन्ने केही थाहा छैन क्या यो भिडियो कपडलका भाइहरूसँग पुग्नुपर्छ नाम तोकेर म कसैलाई भन्दैन होइन